नमस्कार, धन्यवाद। अब लन्च खाएपछि सुत्ने तयारीमा हुनुहुन्थ्यो होला। अब म आइसकेपछि अब तपाईहरु पक्कै सुत्नुहुन्छ होला। अब सोफा भए त ग्यारेन्टेड नै थियो। सोफा छैन, त्यसकारण चाहिँ अलिअलि आश छ। के भने मलाई बिहानै फोन गर्नुभयो। अस्ति फोन गर्नुभयो अनि मदनजी तपाईले एउटा प्रोग्राम गरिदिनु पर्यो भन्नुभयो। मैले हुन्छ ठिक छ, यो ठुलो हुँदैन, ठुलो बनाइदिनु। अनि मैले भने के प्रोग्राम हैन, यो यसबाटै हुन्छ नि हैन, आइराछ है आवाज। के प्रोग्राम भनेको अब उस्तै हँसाउनु पर्यो भन्नुभयो। म कुन सुरमा थिएँ मैले हुन्छ भन्ने। पछि मलाई थाहा हो के चाहिँ मलाई हँसाउनु भन्नुभएको रहेछ। अब जिन्दगीमा मेरो श्रीमती त मैले भनेको कुराबाट कहीँ हाँस्दैन। अब मैले यत्रो चार्टर्ड एकाउन्टेन्ट, त्यो पनि यस्तो सिरियस पेसामा चाहिँ नि भएको व्यक्तित्वहरूलाई मैले कसरी हँसाउन सकुँला। किनभने हिसाब भनेपछि आफूलाई अलिक पिसाबै आउने। अब हिसाब पढेर गम्भीर भएका गम्भीरमानहरूलाई मैले के पढाउँला है। अब तपाईँहरूलाई थाहा छँदैछ, उहाँले भनिहाल्नुभयो मेरो यो यस्तो सिरियस पत्रिका म निकाल्छु। अलिअलि ह्युमर त लेख्छु अङ्ग्रेजीमा नेपालीमा, तर त्यो चाहिँ बढी यो बाहिर आएर भन्ने खालको हुँदैन। त्यही भएर मलाई दिमागमा के आइरहेको थियो भने यो के सुरमा चाहिँ उहाँले भन्नुभयो। पक्कै पनि यो भन्दाखेरि उहाँले गाँजा साँजा खाएर मलाई भने हुनुपर्छ बालेनसँग बसेर। बालेन भने प्रधानमन्त्री चाहिँ होइन नि है। फेरि त्यस्तो धृष्टता त मैले किन गर्न सक्थेँ र होइन। अनि अब मैले कसरी हँसाउने, मलाई त एकदम तनाव भयो के। अनि सोचेँ कि अहिले त एकदम जेनजी सरकार आएछ, केही भएन भने खुट्टा भाँच्ने स्किम लिएर आउँला पर्ला भन्ने सोचिरहेको। जो हाँस्दैन उसलाई चाहिँ खुट्टा भाँच्ने भन्ने, अब त्यो धृष्टता पनि मैले गर्न सक्दिनँ होला। अब के गर्ने भन्ने तनाव चाहिँ मलाई भइरहेको। अनि यही सिलसिलामा अब केही न केही त गर्नु पर्यो भनेपछि मैले एउटा लक्ष्य तय गरेँ जीवनमा। अब म बालेन भन्ने मान्छेलाई हँसाउँछु। यो चाहिँ साँच्चीकै प्रधानमन्त्री बालेन हो। यो प्रधानमन्त्री बालेनलाई हँसाउने चाहिँ मेरो अब लक्ष्य हुन्छ। त्यस कारण चाहिँ आज यो पहिलो दिन हो। अब मेरो करियर नै तपाईँहरूको हातमा छ क्या। तपाईँहरू हाँसिदिनु भएन, ताली बजाउनु भएन भने त मेरो करियर गयो। अब हाँसिदिनु भयो भनेदेखि होला। किनभने यसरी हँसाउन चाहन्छु म। जबसम्म यो मान्छे यसरी हाँस्नुहुन्न तबसम्म यो देशमा के होला जस्तो चाहिँ मलाई चाहिँ लाग्दैन। अब तर विषय छैन मसँग। किनभने म अलिकति भनिहालेँ अघि नै, एकदम गम्भीर खालको तथ्याङ्कमा सेयर बजार यो ब्याङ्किङ त्यस्तोमा लेख्ने पढ्ने मान्छे। अनि मैले सम्झेँ एउटा इन्डियन चाहिँ नि जर्मनी पुगेछ। जर्मनी पुगेपछि बेरोजगार भएछ, केही पनि पाएन। उसलाई जर्मनी नआउने अनि जर्मनीलाई हिन्दी नआउने। अनि उसले एउटालाई चाहिँ नि अब साह्रै बिजोग भएपछि एउटा इन्डियन भेटेर लौ न म त बिजोगै भयो, भोकै फर्किनु पर्ने भयो, के गर्ने भन्दाखेरि यसो गर्न यहाँ जर्मनीमा चाहिँ यो यस्तो कुरा खोज भारत र जर्मनीको बिचमा। त्यसले चाहिँ कुनै कार्यक्रम गर्यो भने चाहिँ लेक्चर सुन्न चाहिँ खुब मन पराउँछन् भनेपछि अनि उसले एउटा दिमाग लगाएछ। मैले फोटो हटाइदिएँ। इन्डियाको चाहिँ नि गालिब अनि जर्मनीको प्रसिद्ध कवि गोथे। गाली र गोथेको एउटा चाहिँ नि म केही गर्छु भनेर अनि उसले चाहिँ एउटा सिरिज निकालेर त्यहाँ गएछ जर्मनी। के अरे प्रोग्राम गरेछ। भरमार टिकट काटेर आएछन्। उनीहरू चाहिँ नि हिन्दी नबुझ्ने, अब ऊ बोल्ने मान्छे जर्मनी नआउने, तर दुईवटा शब्द त उसलाई थाहा भयो। अनि त्यहाँबाट चाहिँ हेर्नु, हम तो आए थे भारत से, यहाँ भूखा मर रहे थे, किसी ने आइडिया दिया कि तुम लोग तो बहुत ही अच्छा सुनते हो, इसीलिए मैंने ये टपिक छाना। गोथे एन्ड गालिब तर ताली बजाउन थाल्यो। अनि भन्दै गयो कि होइन यो मलाई थाहा थिएन जर्मनमा यत्रो विकास गरे मान्छेहरू पनि यति मूर्ख हुन्छ भनेर। त्यही भएर तपाईँहरूलाई मुर्गा बनाउनलाई यत्रो मैले मार्क्स डलर चाहिँ नि चार्ज गरेर आएँ। तपाईँहरू अहिले पनि सुनिरहनु भएको छ। मैले के भनिरहेको छु नि थाहा छैन। गोथे एन्ड गालिब भने फेरि तर एवं रीतिले चाहिँ उसले टिकट बेचेर त्यहाँबाट पैसा नि गएछ अरे। अब यो कुरा चाहिँ कहाँ लागु हुन्छ? नेपालको राजनीतिमा लागु हुन्छ क्या। अब मन्त्रीहरू त एकदम उद्घाटनमा व्यस्त। एकजनालाई चाहिँ नि पानी ट्याङ्कीको उद्घाटनमा हाम्रो मन्त्रीजीलाई बोलाएछन्। यो रिसेन्ट घटना हो, नाम भन्यो भने तपाईँले थाहा पाइहाल्नुहुन्छ कसले बोल्छ यसरी भनेर।
हाम्रो अहिले ठुल्ठुला वैज्ञानिकहरू पनि मन्त्री भएको छन् त्यो वैज्ञानिकहरूको कुरा गर्दैछु म अनि उहाँलाई पानी ट्याङ्कीको चाहिँ उद्घाटनमा बोलाएपछि अब उहाँले त भन्नु पऱ्यो अनि उहाँले सुरु गर्नुभएछ मलाई पानी ट्याङ्कीको उद्घाटनमा तपाईँले बोलाउनु भयो वास्तवमा पानी जीवनमा धेरै महत्त्वपूर्ण छ हाम्रो शरीरमा 90% पानी छ तपाईँले पृथ्वीमा हेर्नुभयो भनेदेखि 2/3 चाहिँ नि पानी छ पानीको महत्त्व छ त पानी केमा राखिन्छ भने ट्याङ्कीमा राखिन्छ ट्याङ्कीको कुरा गर्दाखेरि दोस्रो विश्वयुद्ध सम्झिन्छु म दोस्रो युद्धमा ट्याङ्की मात्र होइन ट्याङ्करहरू चाहिँ बाट चाहिँ युद्ध भएको थियो किनभनेदेखि ट्याङ्करहरूमा पनि त्यो जुन बारुद हानिन्छ त्यो गोलो हुन्छ पानी ट्याङ्की पनि गोलो हुन्छ बारुद पनि गोलो हुन्छ गर्दै 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 अनि उहाँले चाहिँ अब यो लामो छ यसलाई छोट्याउँदा अनि खानेकुरा गर्नुभयो किनभने मान्छेलाई पानीले मात्र पुग्दैन खानुपर्छ खानेकुरामा मलाई गुलाब जामुन साह्रै मनपर्छ गुलाब जामुन पनि गोलै हुन्छ गर्दै 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 अनि उहाँले के भन्नुभएछ भने त्यस कारण चाहिँ नि यो यस्तो महत्त्वपूर्ण पानीको विषयमा यो तपाईँहरूले चाहिँ मलाई उद्घाटन बोलाउनु भएकोमा यो धेरै ठुलो कार्यक्रम हो धेरै राम्रो कार्यक्रम हो त्यस कारण चाहिँ यसको लागि चाहिँ जो आयोजक हो तपाईँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद भनेर चाहिँ भन्नुभएछ यो पानी ट्याङ्कीको कुरा यस्तो छ त्यस कारण चाहिँ मैले तपाईँहरूलाई पनि अलिकति मुर्गा बनायो किनभने मसँग अहिले विषय प्रवेश गर्दैनमा धेरै छैन पानी ट्याङ्कीको कुराबाट अलिकति यो गरेको अब म मुख्य विषय प्रवेशमा आउँछु मैले अघि नै भने म कोही कार्टुन गर्ने यो के भन्छ व्यङ्ग्य गर्ने मान्छे होइन तर तपाईँहरूको जीवनलाई मैले नजिकबाट हेरिरहेको हुन्छु एज अ बिजनेस जर्नलिस्ट तपाईँहरू कति सिरियस हुनुहुन्छ भन्ने कुरामा जस्तो तपाईँहरूको भन्दा पहिले नै म एउटा भनिहाल्छु मलाई चाहिँ नि जहिले पनि तरकारी किनेर लिएर आयो भयो किनेर लिएर आयो तपाईँ त ठकिनु भयो कहाँ यति पर्छ यस्तो ल्याउनु पर्ने त्यस्तो ल्याउनु पर्ने सुरु भइहाल्छ अब कहिलेकाहीँ त अब धेरै बोल्न सकिँदैन अति भएपछि अनि तपाईँ साह्रै सोझो हुनुहुन्छ जसले पनि तपाईँलाई ठग्छ मैले भने सुरुवात त तिम्रै बाउले गरायो भने अब यो कुरा उसमा मात्रै लागु हुँदैन मैले हाम्रो तपाईँहरू जस्तो वरिष्ठ लेखा परिषद यो क्षेत्रको व्यक्तित्वहरूसँग पनि छु के भने तपाईँहरू एकदम अनौठो प्राणी लाग्छ मलाई किन भन्दाखेरि यो ठग्ने काम चाहिँ नि अलिकति भनौँ जस्तो सिए भन्ने बित्तिकै स्कुलमा टपरै हुन्छ नर्मल्ली टपरै भने होइन है टपर फेरि टपरै भने अर्कै अर्थ लाग्छ है अब कलेज टपर सिएमा टपर तर तरकारी किन्दा चाहिँ फेरि तपाईँहरू सधैँ ठगिने अनि श्रीमतीजीको सधैँ कुरा त्यही नै हुन्छ किन भन्दाखेरि तपाईँहरूलाई चाहिँ अब चार्ट एकाउन्टेन्टकोमा के भएछ भन्दाखेरि जहिले पनि भएपछि अति भएपछि मैले अहिले देखिनँ उहाँ हुनुहुन्थ्यो अघि यहाँसम्म उहाँसँग एक दिन परेछ यस्तै श्रीमतीसँग अनि उहाँले भन्नुभयो कि होइन तिमी जहिले पनि मलाई ठग्यो ठग्यो भन्छ मलाई सपोर्टिङ डकुमेन्ट देखाउन चार्ट एकाउन्टेन्टले सपोर्टिङ डकुमेन्ट बिना केही पनि ठगिया पनि थाहा छैन अब अर्को कुरा चाहिँ के भने चार्ट एकाउन्टेन्टहरू चाहिँ सधैँ अर्को पैसा चाहिँ गर्ने आफ्नो खाता चाहिँ सधैँ घाटाने यो चाहिँ $1 मिलियन क्वेसन हो क्या वास्तवमा र अहिलेसम्म यो $1 मिलियन क्वेसनको एन्सर चाहिँ नि न यो आइक्यानले दिन सकेको छ न यो आइसिआईले दिन सकेको छ न एकानले दिन सकेको छ कुनै अडिटर कुनै चार्ट एकाउन्टले दिन सकेको जस्तो मलाई चाहिँ लाग्दैन तपाईँलाई लाग्छ भने भिन्दै कुरा हो अब अर्को कुरा चाहिँ अब प्रायः सीहरू चाहिँ स्ट्रेसमै भए देखिन्छ अनि डक्टर कहाँ पुग्नुहुन्छ किनभने बिपी 180 कसो के अनि डक्टरले भन्छ कि तपाईँको त यत्रो भएछ यो के हो केही गडबडै छ जस्तो ठुलै केही भएको छ तपाईँलाई अनि सीएले के भन्नुहुन्छ भनेदेखि होइन मेरो ठाउँमा जो कोही पनि भयो भने पनि त्यो कम्पनी रजिस्ट्रार र चाहिँ नि आफूले जुन क्लाइन्टको सर्भिस गरेको छ त्यसको भर्याङ चाहिँ तल र माथि गर्दा र 25 गते भ्याट बुझाउँदाखेरि त्यसको लागि जुन स्ट्रेस लिनुपर्छ त्यस्तो हुँदाखेरि 180 बिपी भने त नर्मल हो भनेपछि डक्टर नै चाहिँ फ्ल्याट खानुभएको अब यो चार्ट एकाउन्टेन्टहरूको लभ एफेयरको पनि अलिकति इन्ट्रेस्टिङ छ त्यति सफल चाहिँ म चाहिँ देख्दिनँ है अब के भने अब अनेक भेटिनुहुन्छ प्रेमिकाहरू भेटिनुहुन्छ अनि प्रेम पत्र लेख्नुहुन्छ लौ न भन्नुहुन्छ किनभने चार्टर एकाउन्टेन्ट भनेपछि त धेरै नै पैसा कमाउँछ भन्ने होला
सुटेड बुटेड ब्रिक्स पनि हुन्छ, किनभने त्यहाँभित्र हुन्छ नि त। अनि जहिले पनि सिएको चाहिँ क्वेसन के हुन्छ नि, सबै ठिक छ, तिम्रो प्रेमपत्र पनि ठिक छ, ऊ छ, तर एट्याचमेन्ट चाहिँ खोइ। बिना एट्याचमेन्ट, बिना सपोर्टिङ डकुमेन्ट चार्टर्ड एकाउन्टेन्टले मान्ने हालै छैन। अब यहाँ के भयो भने एउटा सिएको चाहिँ नि बिहा हुन एकदम रेडी तयार भएर चाहिँ नि भयो, पण्डित मण्डपमा रेडी छ। सोध्नुहुन्छ पण्डितले, अब तपाईँ चाहिँ तयार हुनुहुन्छ, स्वीकार गर्नुहुन्छ त, ठिक छ होइन, अब माला के साथ फेरा लाउने अब भयो त भन्दाखेरि पहिला ड्यु डिलिजेन्स गरौँ अनि मात्रै भनेर। अब यो बिहा भएन। मैले धेरैजना म चिन्छु सिएहरू, धेरैजनाको मैले बिहे भएको पाएको छैन कि टाइमै दिनुहुन्न। एकजना मैले अस्ति पशुपति जाँदाखेरि देखेँ, बाहिर बसिरहनु भएको रहेछ। अनि मैले बोल्न खोजेँ, मसँग पनि बोल्न खोज्नु भएन। अनि भित्र चाहिँ नि जानुभयो, भित्र 3 जना लहरै चाहिँ नि जोगीहरू बस्नु भएको थियो। अनि हाम्रो चार्टर्ड एकाउन्टेन्ट साहब भित्र छिर्नुभयो। अनि त्यहाँबाट जोगीले सोध्नुभयो, किन आए बच्चा, बालक किन, कता भन्दाखेरि, बाबा मेरो त बिहे भएन, मलाई कुनै गर्लफ्रेन्डले पनि हेर्दिनँ, केही उपाय नै भएन, के गर्ने भन्दाखेरि अनि उसले असिस्टेन्टलाई भन्छ, त्यहाँ अर्को एउटा चकटी राख त। राख्यो। हामी 3 जना पनि त्यही पीडित हो, त्यही भएर यहाँ आएको हुन्छ। केही नलागेपछि फ्रस्ट्रेट भएर त्यहाँबाट पनि हिँडेर चाहिँ नि अर्को ठाउँमा उहाँ पुग्नुभयो। एक दिन त मेरो गेट अगाडि आइपुग्नुभयो। मैले त चिन्दै चिनिनँ। हेर्छु एकदम मगन्तेको चाहिँ नि ड्रेसअप छ। अनि उहाँले मलाई चिन्नु भएन जस्तो लाग्यो। अनि उहाँले भन्नुभयो कि मलाई चाहिँ नि चिया खाने पैसा दिनु भन्यो। कति पैसा पर्छ चिया खाने भनेको? 25 रुपियाँ। खाना खाने कुरा गरायो हुन्थ्यो, चिया किन भनेको होइन, चिया खाने। ल ठिकै छ, 25 रुपियाँ। 25ले पुग्दैन, 50 चाहिन्छ भन्यो। तपाईँ चिया त 25 मा आउँछ त, गर्लफ्रेन्ड पनि त छ नि। अनि मैले भने, यार गर्लफ्रेन्ड राख्न सक्ने मान्छे अनि त्यहाँबाट चाहिँ चिया खानालाई अरूसँग पैसा माग्ने भने होइन, म भिखारी भएकै गर्लफ्रेन्डको कारण हो। त्यस कारण चाहिँ अलिकति गाह्रै छ सिएको लाइफ। अब अलिकति यो क्लाइन्ट क्रनिकलको कुरा गरौँ, क्लाइन्टसँग के हुन्छ। नेपालको सबैभन्दा चाहिँ नि खतरनाक वाक्य के हो तपाईँलाई थाहा छ? चार्टर्ड एकाउन्टेन्टको जीवनमा कुरा गर्दाखेरि पैसा नउठ्ने हो होइन। चार्टर्ड एकाउन्टेन्टलाई चाहिँ अब अलिकति क्लाइन्टको हिसाबले एउटा पैसा नउठ्ने चाहिँ अब अर्गनाइजेसनको हिसाबले होला, तर चार्टर्ड एकाउन्टले त बढी, अडिटरले चार्टर्ड एकाउन्टले त हिसाब, अब एकाउन्टिङ फाइनेन्सको कुरा हो नि। सानो काम छ भन्नुहुन्छ, चार्टर्ड एकाउन्टको 4 घन्टा गइसक्यो हुन्छ। सानो क्वेरी हुन्छ, 20 घन्टा 20वटा डकुमेन्ट हेर्नुपर्ने हुन्छ। अब सानो क्ल्यारिफिकेसनको लागि चाहिँ नि पुरै रात बिताउनु पर्छ, तर क्लाइन्टको लागि जम्मा सानो काम हुन्छ। यो पीडा बुझ्दैन। त्यस कारण चाहिँ एउटा अर्को छ क्लाइन्टको के छ भने, क्लाइन्टले के भन्नुहुन्छ भने हाम्रो यो एकाउन्ट हेरिदिनु पऱ्यो, यो सबै गर्नु पायो भनेपछि, अनि हाम्रो एकदम एकाउन्ट क्लिन छ, यो गरिदिनु पऱ्यो भन्नुहुन्छ। अनि कसरी त यो तपाईँ डकुमेन्ट देखाउनुहोस्, डकुमेन्ट नदेखाइकन चाहिँ नि कसरी हुन्छ, डकुमेन्ट त छैन, तपाईँ क्लिन भन्नुहुन्छ, कसरी भयो क्लिन भन्दाखेरि अहिलेसम्म कुनै पनि सिएले छोकै छैन त क्लिन नहुने कुरै भयो। त्यस्तै नै सिजन कतिवटा हुन्छ भन्नु त? नेपालमा 6वटा, बाहिर चाहिँ 4वटा मान्छन् है। नेपालमा 6वटा हुन्छ, तर सिएको लागि भने 7वटा सिजन हुन्छ। अडिट सिजन। सिएले चाहिँ दसैँमा चाहिँ अरू सबैले बिदा पाउँछन्, सिएले के पाउँछ? दक्षिणा। हिन्दू धर्ममा गीता छ, बौद्ध धर्ममा त्रिपिटक छ। तपाईँहरूको धर्ममा के छ? एक्सेल छ। यो एक्सेल बिग्रियो भनेदेखि तपाईँहरूको विश्वास पनि डगमगाउँछ। फाइल सेभ नभई बन्द भयो भने त आत्मज्ञान प्राप्त हुन्छ। नेपालमा धेरैले पशुपतिनाथमा विश्वास गर्छन्,
तर फरक यति हो, भगवान्ले चाहिँ कहिलेकाहीँ चमत्कार गर्नुहुन्छ। एक्सेलले फर्मुला बिग्रियो भने चाहिँ तुरुन्तै प्रलय आउँछ। प्रायः म इन्ट्रेक्सन सुन्छु क्या चार्टर्ड एकाउन्टेन्टहरूको अडिटरहरूको बिचमा चाहिँ जम्मा मिले 4 करोडको मात्रै नमिल्या। 4 करोडलाई पनि जाब भन्न सक्ने चाहिँ सिए मात्रै हो। यो भिन्दै कुरा हो कि 10 पैसा 45 पैसा नपुग्दा त्यो हिसाब नमिल्दाखेरि 2-4 रात पनि बिताउनु पर्ने हुन्छ, त्यो फेरि भिन्दै कुरा हो। त्यसमा चाहिँ अडिटरले भने, अडिटर भने त्यो मान्छे जो चाहिने तपाईँले 10औं वर्षदेखि गर्दै आएको कामलाई चाहिँ नि गलत भनेर उहाँले प्रमाणितै गरिदिनुहुन्छ। तर अन्तिममा चाहिने रिपोर्टमा के लेख्नुहुन्छ भन्दाखेरि नथिङ सिग्निफिकेन्ट भनेर। 10 वर्षसम्म चाहिँ नि ठिक छैन 10 वर्षको हिसाब भन्ने, अनि रिपोर्टमा चाहिँ फेरि नथिङ सिग्निफिकेन्ट भनेर लेख्ने भनेपछि हामीहरूको त्यो अहिले त बेस्ट एकाउन्टिङ अवार्ड के आउँछ नि इन्सुरेन्सको, ब्याङ्कको हिजो पनि कसले पाउनु भएको थियो। अब त्यहाँ यति धेरै एनोमली ब्याङ्किङमा ग्रिनिङ भयो भन्ने हुन्छ, अनेक छ। तर अन्तमा चाहिँ नि रिपोर्ट चाहिँ नथिङ सिग्निफिकेन्ट भनेर आछ भनेपछि अब यो कतिको सिरियस हो कि ह्युमरस हो त्यो तपाईँहरू नै छुट्याउनु होला। मैले बोल्नै परेन। त्यसकारण चाहिँ म यो स्लाइडमा जानुभन्दा अगाडि 1-2टा म कोही ह्युमरस होइन र मैले अघि नै भनिसकेको छु। 1-2टा म तपाईँहरूलाई मेरो कविता सुनाउँछु। के अरे यो अहिलेको जुन खालको नेपालको हाम्रो साउथ एसियाको माहौल छ त्यो माहौलमा काम लाग्ने कुरा हो। महँगीको सन्धि भ्रष्टाचारको साला, महँगीको सन्धि भ्रष्टाचारको साला, बिचौलियाको मामा बेविचारको रखवाला घरवाला, वरिष्ठ दाबी गर्ने हे पुरानो पिँढी अर्थात् जलिसकेको बिँडी, अब त बन्द गर यो तिग्डम र जालझेल, राजनीतिको यो फोहोरी खेल, फिमेल होस् या मेल, अदालत होस् या अस्पताल, फिल्म हल होस् वा जेल, विराटनगरको बस होस् वा जनकपुरको रेल, काठमाडौँदेखि कञ्चनपुरसम्म भाइरससरी फैलिएको छ व्यथिति टन्न, बुझ्नै सकेको छैन यो राजनीति हो कि झ्याली हो कि रासोपाको र्याली हो। किन यस्तो भइरहेछ त भन्दा यो पनि चुप छ त्यो पनि चुप छ, यो पनि चुप छ त्यो पनि चुप छ, चारैतिर अँध्यारो खुब छ, उज्यालो मन्द हुँदैछ, बाँकी बचेको एउटै आशाको दियो त्यो पनि बन्द हुँदैछ। त्यो आशाको दियो भनेको निजी क्षेत्र हो। निजी क्षेत्रलाई जसरी प्रमोट गरिनुपर्ने हो त्यो नभएको हुनाले म चाहिँ त्यसरी हेर्छु। त्यही भएर म के भन्छु भने जो गरिएका थिए ती बाचाहरू के भए, जो गरिएका थिए ती बाचाहरू के भए, शासकहरूका असल नियतका ढाँचाहरू के भए, पीडितहरूलाई त झन् सुली चढाएरै छाड्यौ, सुकुम्बासीलाई त झन् सुकुम्बासीलाई त सुकुम्बासी नै बनाएर छाड्यौ, देशका ठुला तस्कर र भ्रष्टाचारीहरूलाई के गर्यो, अनि देशलाई कुन कुन देश जस्तै बनाउने बाचा गरेका थियौ ती बाचाहरू के भए। त्यसैले म फेरि भन्छु, लौ न यो कस्तो स्वतन्त्रता हो, लौ न यो कस्तो स्वतन्त्रता हो, बिहानीसँग डर लाग्छ। जबदेखि लुटिए उज्यालोमा उज्यालोसँगै डर लाग्छ। लोकतन्त्रको आदर्श जपी हिँड्ने पाखण्डीहरूको करतुतहरू देखेपछि अब त पराईहरू भन्दा पनि आफ्नै भन्नेहरूसँग डर लाग्छ। मान्छे भन्छन् त्यो देशका मान्छेहरू हेरौँ ती कति मूर्ख रहेछन्, जसले चाहिँ मान्छेहरूलाई मन्त्री प्रधानमन्त्री बनाए, मन्त्रीहरूको चाहिँ पुतला बनाए जलाए। हामीलाई हेर न हामी कति बुद्धिमानी छौँ, हामीले त पुतलाहरूलाई नै प्रधानमन्त्री मन्त्री बनायौँ, उनीहरूले देश जलाए। यो खालको छ। यसमा म धेरै नगइकन अन्तिममा
फेरि फन्नी साइड अफ फाइनेन्सको लास्ट उसमा आउँछु। त्यो के छ भने चार्टर्ड एकाउन्टेन्टहरू भने तपाईँहरू केवल एकाउन्टेन्ट होइन, तपाईँहरू नेपालको आर्थिक मनोचिकित्सक हुनुहुन्छ। किनभने क्लाइन्ट रोइरहेको छ, नर्मली रोइरहेकै हुन्छ, ब्याङ्क रिसाइरहेकै हुन्छ, ट्याक्स अफिस कराइरहेको हुन्छ, पार्टनरले दबाब दिइरहेको हुन्छ, तपाईँहरू बिचमा बसेको सबैको ब्यालेन्स मिलाइरहनु भयो। जीवनमा ट्रायल ब्यालेन्स जस्तै सबै कुरा कहिले मिल्दैन, कतै डेबिट बढी हुन्छ, कतै क्रेडिट कम हुन्छ। तर मुस्कान भन्ने एउटा एन्ट्री छ जुन राख्नुभयो भने जीवनको लेजर अलिक सजिलै मिल्छ। अन्तमा समय शाश्वत छ, समय आउँछ समय जान्छ। समय शाश्वत छ, समय आउँछ समय जान्छ। समयलाई समयमै चिनौँ, समय असमयमा काम आउँछ। यो समय हाँस्ने हँसाउने ताली पिट्ने हो, त्यस कारण ताली पिट्नुहोस्। अलिअलि केही काम लाग्ने भन्यो भने धन्यवाद दिनुहोस्। अनि म पनि हाँस्दै जान्छु। धन्यवाद।